एक्कासी के सोच्नु भयो फेरि? कहाँ एक्कासी हो नि, मैले यो काम गर्ने मन लाग्छ छैन, छोडिदिन्छु अब म यो काम त। 2 दिनमा कतै जागिर पाउनुहुन्न, पागल जस्तो कुरा नगर्नु हजुरले। मैले तिमीलाई भनिरहेको छु त पहिल्यैबाट, मलाई जागिर खानै मन छैन, आफ्नै काम गर्न मन छ भनेर। तिमीलाई याद छ हामी पहिला साथीहरू मिलेर डेकोरेसन काम गर्थ्यौँ नि? हो, मलाई त्यही काम गर्न मन लाग्छ अहिले पनि। अरूको घर घरमा गएर उनीहरूको घर सजाउन खुब मनपर्छ हजुरलाई। अनि के नराम्रो छ त त्यो काम? अरूको अन्डरमा बसेर 10-12 घन्टा काम गर्नु भने त्यही ठिक छ त। अनि त्यत्रो डेकोरेसनको सामान कहाँबाट ल्याउनुहुन्छ? कसले दिन्छ काम हजुरलाई? तिमीलाई थाहा छ त, एक दिन छुट्टी लिनको लागि मैले कति दिन नाटक गर्नुपर्छ, त्यहाँ कति चाहिँ तमासा हुन्छ। अनि जागिर भने त्यस्तै त हो नि। मलाई यो काम गर्नै छैन त। अनि घर कसले चलाउँछ त नि? आजैबाट मैले काम सुरु गरेँ भने त 6-7 महिनामा त सेटल भइहाल्छु त यो काममा। त्यतिखेरसम्म चाहिँ भाँडामा सामानहरू लिगाउँला। नसाससा गरेर बस्नु भएको क्या हो? नसाको कुरा होइन, मलाई इन्ट्रेस्टै छैन त्यो काममा त। तिमी कति किसी गर्छौ मलाई? हजुरको इन्ट्रेस्ट र कामको चक्करमा घर कसले चलाउँछ त नि? घरको रासन पानी, बिजुलीको बिल, पानीको बिल, नानी जन्मिया छ, नानीको खर्च बढ्दो छ, त्यसको बारेमा सोच्नु भएको छैन हजुरले? अहिलेसम्म घरै चाहिँ हेरेको छु त मैले। अबबाट चाहिँ मबाट त्यो जागिर चाहिँ हुँदैन। जतिखेर नि आफ्नो बारेमा मात्रै नसोच्नु है। निशा, मलाई मनै छैन के। मनको लागि काम गर्ने होइन, आफ्नो घर परिवार चलाउनको लागि काम गर्ने हो। त्यहाँ जागिर छोडेर आउने काम नगर्नु, पछि पछुताउनु बाहेक केही उपाय हुन्न। ल अब छिटो घर आउनु, रात पर्न लागिसक्यो, काम पाउने होइन। हुन्छ। जागिर छोड्ने रे।